झिमरुक गाउँपालिका वडा नम्बर 8 दियालना चौर तपाईहरु देख्न सक्नुहुन्छ। झिमरुक गाउँपालिका वडा नम्बर 8 को दियालना चौर खेल मैदान यस झिमरुक गाउँपालिकाको पर्यटकीय स्थलको रूपमा पनि चिनिएको छ। जिल्ला भित्रैबाट र विभिन्न जिल्लाहरूबाट यस स्थानमा आन्तरिक पर्यटकहरू घुम्न आउने गर्नुहुन्छ। निकै हाइटमा निकै अग्लो स्थानमा रहेको छ यो दियालना चौर खेल मैदान। त्यसैगरी मैदान चौरदेखि अगाडि देख्न सक्नुहुन्छ डाँडामा एउटा भ्यू टावर निर्माण भएको छ। जुन भ्यू टावरबाट तपाईहरुले प्युठान जिल्लाका सम्पूर्ण स्थानीय तहहरू अवलोकन गर्न सकिन्छ। त्यहाँबाट सबै स्थानीय तहहरू देखिन्छ भन्ने बुझिएको छ। त्यसैगरी यस भ्यू टावरबाट हामीहरू यताको डाँडामा तपाईहरु देख्न सक्नुहुन्छ माछापुच्छ्रे हिमाल। त्यसैगरी यो डाँडादेखि अगाडि बीचमा सानो टुप्पो देख्न सक्नुहुन्छ। रोल्पाको सातो बाटोको भ्यू टावर पनि यसबाट देखिन्छ भन्ने कुरो छ, तर अहिले हल्का टुवालोले गर्दा देखिएको छैन। निकै रमणीय स्थल, निकै रमणीय रहेको छ र यसमा विभिन्न समयहरूमा खेलकुद प्रतियोगिता समेत सञ्चालन हुने गरेको छ। विशेष गरी क्रिकेट खेल्नको लागि उपयुक्त मैदान निर्माण भएको छ र यसमा विभिन्न समयहरूमा मेला पर्वहरू समेत आयोजना गर्ने गरिन्छ। र यो स्थान विशेषतः प्युठान जिल्लाको 3वटा स्थानीय तहहरूको सङ्गम स्थल पनि हो। गौमुखी गाउँपालिका, नौबहिनी गाउँपालिका र झिमरुक गाउँपालिकाको सङ्गम स्थल। यही स्थानबाट 3वटा पालिकाहरूमा स्थानीयहरूको आवत जावत हुने गर्दछ।